हेलो नमस्ते स्वागत छ हजुरलाई हाम्रो च्यानल बुढाबुढी ब्लग्समा र अहिले चाहिँ हाम्रो रेगुलर घरको ब्लगहरू स्टार्ट भइसकेको छ। अस्ति अस्ति चाहिँ हामीले बिहाको ब्लगहरू हजुरहरूलाई देखाइ नै हाल्यौँ। अनि अहिले चाहिँ यस्तो बाहिर पानी परेर शीतल मौसम छ, दिनभरि झरी जस्तो पऱ्यो। कफी खानु पऱ्यो भनेर यहाँ टक्क लाएर ब्ल्याक कफीको लागि पानी गरिसकेको छु। बुवालाई यहाँ दुधको चिया बनाइदिँदैछु। अनि बाबुले स्कुलबाट आएर चाहिँ ब्राउन ब्रेडको टोस्ट त्यसले चाहिँ जाम हालेर खायो। अनि यहाँ हामी पनि बुवालाई पनि यहाँ टोस्ट र चिया दिनु पर्यो भनेर चिया पकाउन म लागिरहेको छु। अनिखेर यो भ्लग चाहिँ आउँदासम्ममा चाहिँ मेरो बुढाको चाहिँ बर्थडे भइसक्छ। असार 30मा चाहिँ मेरो बुढाको बर्थडे हो। अनि थाहा छ हजुर सबैजनाले माया गरेर विस गरि नै हाल्नुहुनेछ। त्यसको लागि चाहिँ मेरो तर्फबाट पर्सनल मेरो तर्फबाट पनि हजुरहरूलाई सुरुमै भन्न चाहे धेरै धेरै धन्यवाद। हजुरले हाम्रो परिवारलाई यति धेरै माया दिनुभएको छ होइन। हरेक हाम्रो अकेजनमा हजुरसँगै बसेर हामीलाई शुभकामनाहरू दिनुभएको छ। त्यो सबैको लागि हामी हजुरप्रति एकदमै धेरै आभारी छौँ र धेरै धेरै धन्यवाद हजुरहरूलाई। राजा बस्नुभएको छ अनि त्यहाँबाट पक्रिसो त यो बुवाको माथिको यो बुवाको चिया छ यहाँ, दुधको चिया टोस्ट। ह्याप्पी बर्थडेवाला मान्छे हेलो बर्थडेमा जरुर आना। खै मलाई यो पक्रिसो न पकाइ खै मेरो बर्थडेमा जरुर आना। यो ब्ल्याक भन्न आएछ, त्यो के भन्छ? यो मलाई ल्याइदिएको ब्राउन ब्रेडको मैले प्रेसर लो हुने मान्छेलाई ल्याइदिएको। खाइस नि त, अन्डा पनि खाने। तिमी पनि खाऊ न। कस्तो झन् नानी आज बाबाको प्रेसर नाप्दा धेरै नाटक भइसक्यो। मलाई कस्तो झन् सुन न, आज बाबाको प्रेसर नाप्दा हिजो केही भएको थिएन र तैँले जब प्रेसर लो छ भनिस् नि त्यसपछि बाबाको मलाई त रिङ्गटा लागे जस्तो भयो। फिल के फिल भन्नु हुँदैन नि त बाबालाई त केही पनि। त्यसको 1 घन्टा पछाडि त मलाई भन बाबालाई त केही भन्नु हुँदैन थाहा छ। होइन ठिक छ भन्नुपर्छ। अहिले भर्खर त आइस् नि होइन। अब नाप्दै फेरि लाउनु थाल्यो एकचोटि नाप्दै त। हजुरको बर्थडे कहिले अरे? होइन नि त्यस्तो ठिक छ भने कहिले अरे हजुरको बर्थडे? बोल्यो झन्डै आज मनाइदियो। कति पछि खायो हो यो ब्राउन हो न ब्राउन ब्रेड आँटाको? मलाई ब्रेडै मन पर्दैन। खाइहाल्यो भने त्यो अन्डा हालेको अनि यो हल्का घिउ हालेर टोस्ट गरेको नुनले हुँदो रहेछ है। मिठो हुँदो रहेछ टेस्ट। तपाईँलाई निम्तो छ र भोलिको लागि बर्थडेको लागि बर्थडेमा जरुर आना। गिफ्ट लिएर आना गिफ्ट लिएर आना बर्थडेमा। खाली हातमा त तनी आउँछेस् हो? के रुग्नु भएको? अरूबाट ब्रेड खाँदैनस् त दिँदाखेरि पनि? अघि बिहान सबै खायो ब्रेड हो त्यसमा पख अहिले पछि खायो। अनि खोइ त भिनाजुलाई पनि निम्तो चुले निम्तो है। भिनाजु त गइसक्यो होला इभिनिङ वाक होइन? दिदी भिनाजुलाई निम्ता अरे चुले निम्दा, बुवालाई चुले निम्ता भइसक्यो बर्थडेमा। अनि गिफ्ट ल्याउनु चाहिँ नबिर्सि। सबैलाई त्यही भने 1 किलो काँक्रा अनि गिफ्ट ल्याउनु चाहिँ नबिर्सि। बुवा आज अहिले अनि गिफ्ट ल्याउनु चाहिँ नबिर्सि है फेरि हेर। अब अहिले त सुन्न अहिले त गिफ्ट त त्यो बदाम काँक्रा चना ल्याउनु पर्छ। गिफ्टमा आँप ल्याउनु पाउँदैन है। गिफ्टमा काँक्रा चना हैन त्यो ड्राई चना अनि ओखर छ्या चना त होइन हौ, चना त घरमै भएको खाइसकेको छैन।
हेलो नमस्ते होइन तालु टर्कियो तालु हामी टर्कियो चाहिँ अरे एकछिन बजार जानु लागेको बजार भन्दा पनि त एकछिन हस्पिटल जानु छ मेरो ठुलो आमा चाहिँ बिरामी भएर एक्कासी ज्वरोहरू आएर त्यहाँ हस्पिटल राखेको छ अरे एकछिन ठुलो आमालाई हेर्छौँ अनि त्यसपछि अनि मलाई सपिङ गराउने अरे होइन बुढाको बर्थडेको के गिफ्ट सर्टदेखि गिफ्ट चाहियो अरे होइन सरदेखि यो अनि पाउँछौँ, हो। फेरि मैले यो किनिदिन्छु भन्दा होस् त्यो त म लिन्न यो किनिदिन्छु भन्दा पनि त्यो त म लिन्न अरे अब के रुमाल सुमाल मोजा सोजा केही लिने होला साँच्ची अहिले रुमाल भन्दा पनि मलाई त्यो के भन्छ एउटा कटनको रुमाल चाहिएको छ यस्तो खालको पाउँछ नि कटनको ल त्यही मेरो तर्फबाट यस्तो गिफ्ट हात पुसेर यसो मुख पुस्ने क्या ल ओके त्यही हो मेरो तर्फबाट गिफ्ट ल कस्तो रुमाल किन्छु अब ल हामी चाहिँ जान लागेको हस्पिटलमा ढल्किनु नि ठुलोमै अप्ठ्यारो भयो भने ढल्केर बस्नु ठुलोलाई चाहिँ टाइफाइड भएको रहेछ अनि हस्पिटलमा अहिले राखेको दबाईहरू चढाइरहेको छ अनि हामी चाहिँ यसो हेर्न आएको यहाँ छ मेरो भदा कुरुवा आमालाई कुर्न बसेँ के भन फुपाले गिफ्ट गरेको होइन हजुर फुपाले गिफ्ट गरेको होइन हो फुपाले गिफ्ट गरेको तिन वर्षको लागि घर नजिकै भएकोले हस्पिटल भएकोले फुत्ता फुत्ता आइरहँदो रहेछ यो चाहिँ आमाभित्र नाति बाहिर कुरुवा बसेको अरे हाम्रो भाइ तँलाई थाहा छ र फुपाले मलाई गिफ्ट दिएको यो आइफोन कहिले थाहा भयो फेसबुकबाट गेम हेर्दै खेल्दै बसिरहेको छु मैले बुढालाई यहाँ सपिङ गरिदिइसकेँ यो चाहिँ बर्थडे गिफ्ट होइन अनि यहाँ फुड ट्रकबाट चाहिँ हामी मोमो चाख्न आएको यहाँको मोमो चाहेको छैन कहिले पनि कस्तो रहेछ चाख्ने अनि भयो भने लाने घर पनि चाख्नु स्पेसल मटका कुल्फी पनि पाइन्छ अरे कुल्फी आइसक्रिममा मलाई इन्ट्रेस्ट छैन त्यहाँ पनि मोमो दोकान हो के हो कति खुलेको त्यहाँ स्वरमाहरू रहेछ स्वरमा हाउस है त्यहाँको ए साग्छु फर्स्ट टाइम हो यहाँको मैले घर बस्दै त ओके ल हामी चाहिँ यहाँ फर्किँदा होटेल खानु बोर मोमो हन्ट हुँदैछ हाम्रो भोक लागेको खाइदिनु तातो छ अर्को पनि यस्तो माथि हुन्छ त्यसले नै खानु तातो उत्तरी लाइनको छ है यस्तो बेलुकाको दृश्य ल हामी चाहिँ बजार गएर पनि आइसक्यौँ मेरो छोराको टेस्ट चलिरहेछ पढ्दैछ बुढाबुढी गयौँ मोमो चाख्यौँ अलिअलि गर्दैछ एउटा लिएर के खाएको हेलो सचे तातो ससेस चोरेर खाँदै रहेछन् बुढाले हामीले ससेस ससेस अनि गेम खेल्ने भने त गेममा खाइहाल्छौ नि तिमी त तिमी त खतरा गेम खेलाडी हो यो अन्डा भयो अन्डा बोइल हुँदैछ ससेज भयो ल्या, अहिले धेरै थोक खानुपर्छ अनि मोमो लिएर आएको छौँ हामीले होइन मोमो चाहिँ मिठो थियो मलाई त भोक पनि लागिरहेको छ कति भयो मोमो नखाएको भएर पनि नबनाएको अलिक टाइम भयो हँ त्यहाँ फुड ट्रक क्या त्यहाँ मोमो मिठो हुन्छ अनि तर हामीले अहिलेसम्म ट्राई गरेको थियौँ मैले ठिकै छ मिठै छ त्यति बेला मिठै भन्नुपर्छ अनि मोमो चाहिँ यिनीहरूले गेम खेल्ने भन्दैछ नि मैले गेममा राख्दैन लागेको अनि अब चाहिँ हामी त्यही हो खानेकुराहरू बनाउँछौँ ऊ पनि ल्याएको छैन हामीले
हामीले कार्बोनारा पनि ल्याएको यो त मलाई यस्तो मिठो लाग्छ बुलडकको कार्बोनारा स्पागेटी मैले करे खाँदै छैन अबे अस्ति पनि यही नुडल्स खाएको गरेको हो त्यो चिजवाला हो चिज फ्लेभरको अनि चिज पनि ल्याएको छ माथिबाट मोमोमा एउटा चिज ल्याएको पनि ल। हालिदिन्छु अनि त्यही हो भोलिको अब हामी त्यस्तो बर्थडे मनाउने भन्नाले त्यस्तो त होइन बुढाले त अझै म मनाउँदिनँ भने यसपालि खै के भएर हो अनि त्यस्तो अब स्तुति पनि बिजी छ उसको पनि ड्युटी छ बाबुको पनि स्कुल छ स्कुल मात्रै नभएर टेस्ट पनि छ अनि त्यो भएर यसो केक काट्ने कार्यक्रम मात्रै गर्छौँ हामी अनि फिफा र फिफी पनि आइसिन्छ अलि धेरै टाइम भयो आइसकेन अनि प्रायः फिफा फिफी त अब हरेक हाम्रो बर्थडे यताउति सेलिब्रेट गर्नलाई घरकै मान्छे भएछ नि त अनि त्यही भएर हो अब केटाकेटीको टेस्ट यताउति भएर त्यस्तो धेरै टाइम हामी चाहिँ गर्दैनौँ जे जस्तो हुन्छ घरमै केक काट्ने कार्यक्रम हुन्छ जस्तो लागिरहेछ हेरौँ हेलो नमस्ते आज म र धेरै आज खुसी छु चाहिँ हैन विशेष गरेर एकदम स्पेसल दिनमा चाहिँ एकदम खुसी प्रफुल्ल भएर खुसी बिहान पनि छु दुखी पनि छु हैन दुखी किन भन्दाखेरि 1 वर्ष बढो खुसी एक किन वर्ष भन्दाखेरि भयो बर्थडे त्यही हो हजुर सबैले धेरैले थाहा पाइ पनि सक्नु भएको छ कतिले अगाडि नै विस पनि गरिसक्नु भएको छ आज चाहिँ मेरो बुढाको चाहिँ जन्मदिन अनि ह्यापी बर्थडे बुढा धन्यवाद धन्यवाद हामीले चाहिँ विस गरेकै छौँ 12 बजे पछाडिदेखि नै हिजो चाहिँ मलाई चाहिँ फेरि रातभरि 1 घण्टामा उस चाहिन्छ कि रातभरि बत्ती थिएन होइन अनि अब 12 बजे पछाडि नै हामी विस गरेर चाहिँ सुतेको थियौँ अनि विस गरेर सुतेको थियौँ बिहान चाहिँ फेरि अब त्यही हो स्तुतिको 5:30 बजे उठेर ड्युटी जानुपर्ने बाबुको स्कुल अनि हामी सबैजना बिहान क्यामेरा उठाउन पाएनौँ तर सबै घरको मान्छेले चाहिँ हामीले विस गरिसकेको छौँ बुढालाई चाहिँ अनि अहिले चाहिँ अब दिउँसोबाट ब्लग स्टार्ट गरिरहेको छु अब आज चाहिँ बुढाको यसो सानोतिनो सेलिब्रेट हामी गरिदिन्छौँ होइन अनि किनभने अहिले चाहिँ बच्चाहरूको इक्जाम पनि छ स्तुतिको पनि ड्युटी अब भनौँ न त्यस्तो खालके दिनहरू चाहिँ अलिकति एकदमै के छ अस्तव्यस्त खालके नै छ होइन त्यही पनि अब बुढाको बर्थडे स्पेसल हाम्रो लागि अनि त्यही भएर अनि त्यही कारणले गर्दा चाहिँ आज हाम्रो सानोतिनो सेलिब्रेट छ अब स्कुलबाट आउँछन् ड्युटीबाट आउँछन् अनि सायद फिफीहरू पनि अब एकछिनतिर आइसिन्छ अनि हामीले सानो बुढालाई केक काट्ने प्रोग्राम राखेको छौँ त्यही नै हो आजको हाम्रो विशेष चाहिँ होइन ल मेरो बुढालाई चाहिँ हजुर आदान प्रदान गिफ्ट आदान प्रदान गर्नु पर्यो गिफ्ट मागेर हैरान छ बर्थडे चाहिँ के बर्थडे गिफ्ट मागेर हैरान छ तर बुढालाई अब सबै थोक छ अरे फेरि गिफ्ट पनि जुत्ता पनि छ अरे के अरे प्यान्ट पनि छ अरे यो लिने भन्दा पनि नलिने ऊ पनि नलिने त्यही पनि केही न केही त छ केही न केही त दिनु परिहाल्यो फोन आयो यस्तो गर्मी पनि छ होइन म चाहिँ अब किचन छिर्न लागेको छु किनभने हामीले खाना खाने कार्यक्रम चाहिँ सकिसकेको छौँ अनि अब बुढालाई यसो केही मिठो मसिनो त बनाएर खुवाउनै पर्यो आज त बर्थडे हो त्यही भएर हामी चाहिँ अब किचनतिरै लाग्नुपर्ने हुन्छ सुरु बहुत भयो पानीले यति धेरै डिस्टर्ब गरिरहेको छ म त यो लुगा लाएर जाँदिन भिजाउँछ अरू लाग्छ नि ऊ के हुन्छ त्यो अब पानी यति परिरहेछ आज फेरि दिनैभरि है अनि अहिले चाहिँ रोकिएको जस्तो भएको थियो है तर फेरि पर्न थाल्यो अनि पानी परेर चाहिँ त्यस्तो भइरहेछ अघि बाहिर निक्लिनु नपाएर यसो किनमेल गर्न जानु नपाएर आज चाहिँ बुढाले अघि एकछिन पानी रुक्दाखेरि चाहिँ के लिएर यहाँ फ्राउन्स यताउति लिएर आइसक्नु भएको रहेछ ला पानी ठुलो पर्न लाग्यो अब भिज्दै आउनु अर्को लुगा लगाएर गएछु हुन्छ त अनि पानीले डिस्टर्ब गरिरहेछ एकदमै धेरै नै 3 चोटि भिजिसक्यो अरे बिहान बाबुलाई पुऱ्याउँदा पनि पऱ्यो बिहान स्तुतिलाई पुऱ्याउँदा पनि पऱ्यो आज झरी परेकोले गर्दाखेरि एकदमै धेरै पानी परिरहेछ अनि स्तुतिले चाहिँ खासमा आज नाइट ड्युटी छ भनेको थियो नि हामीले त्यही भएर अब स्तुतिको नै नाइट ड्युटी भयो भने त बर्थडे के रमाइलो हुन्छ भनेर हामीले चाहिँ नमनाउनेमा पुगेको थियौँ हिजै राति 12 बजी केक काटिदिने भनेर मैले केक पनि अर्डर गरिसकेको थिएँ तर फेरि स्तुतिकोले चाहिँ ड्युटी मिलाएछ कसो गरेर मर्निङ बनाएछ अनि मर्निङ पनि आइपुग्दाखेरि 4-5 बजिहाल्छ उसको त्यही भएर हामीले चाहिँ अहिले बेलुका हल्का त्यही सेलिब्रेट गर्ने निदो गऱ्यौँ अहिले चाहिँ फाइनली अनि त्यस्तो त्यही भएर प्लानले अनि एकदम राम्रोसँग चाहिँ गर्न पाएन सेलिब्रेट अब जस्तो हुन्छ त्यस्तै नै गर्नेछौँ तर पनि अब हामी फ्यामिली बसेपछि
रमाइलो त भइ नै हाल्छ पकाउनलाई मैले यहाँ रेडी गरिसकेको छु अब चाहिँ म पकाउनुतिर लाग्छु न फेरि अलि ढिला हुन्छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे थ्याङ्क यू ल ह्यापी बर्थडे थ्याङ्क यू भिनाजु दिदी भिनाजु पनि आउनुभयो ए लिनु जाँदै आउँदै हिँड्ने बेलामा भएर जाँदा पानी आइरहनु रहेर चाहको ओके यहाँ चाहिँ कामदारहरू हाम्रो काम गर्दैछौँ उता अदुवा लसुन यता क्याप्सिकम यता बर्थडे बोयले काम गरेको रे अब बर्थडे बोयलाई काम नगरी खानै मन लाग्दैन पच्दैन अरे अनि बर्थडे बोयले के अरे मलाई काम देऊ भनेपछि हामीले दिनै पर्यो कटिङ सटिङ त हो अब हाम्रो त चलाउनै छैन नि आफ्नो बर्थडेमा चाहिँ सबैको त त्यस्तै छ अरूको कुरा त त्यस्तै हो गिफ्ट त छ गिफ्टहरू त 1 किलो काँक्रा ल्याएर राख्दैछ काँक्रा त्यो पनि मैले ल्याएको काँक्रा पैसा तिर्दिउँला नि आफूले हेरिदिनु पर्ने थियो त्यहाँभित्र छ त यहाँ हाम्रो यो चाहिँ केही नहाली भुटेको छ अब यसलाई म के गरौँ सोच्दैछु टमाटर हालेर साँधौँ कि जस्तो लाग्दैछ आज हाम्रो चिकन फ्राई हुँदैछ ल उहाँले चाहिँ बर्थडे मनाउँदिनँ भनेको थियो अरे सबैले कुटी कुटी बर्थडे मनाउनु पर्छ भन्न लाग्यो अरे अनि मनाएको त के भन्नु केक काटेको होइन मलाई मनाले त इच्छा त छैन कि होइन त्यही पनि अब कुटी कुटी अब बुवाले अरे बुवाले बुवा कुटी कुटी छोरालाई बर्थडे केक काट्नुपर्छ भन्छु अरे त हजुरले देखौ सपनामा हारे यहाँ चाहिँ हाम्रो चिल्लीको लागि के लिँदैछ भटमा साध्नलाई रेडी छ त्यो बच्चा जस्तो हुँदैन रहेछ कि आजकल एक्साइटमेन्ट नै हुँदैन रहेछ कि अब बुढेसकाल लाग्यो बुढेसकाल त त्यति लागेको छैन भर्खर त म 16 एक उ पनि गर्न मान्दैन 16 वर्षको लागि त झन् बर्थडे मनाउनु पर्ने हो नि त होइन 7-8 वर्षमै ठिक हुने रहेछ क्या सबै आमा बाउले गरिदिइहाल्छन् होइन अनि बस्यो के सानो हुँदैन त मनाएन न होला मनाइदिए सानो हुँदैन मनाइदिएर मलाई त कहिले थाहा छैन सानो मनाइँदैन थियो नि आजकल अब चलन आयो नि पहिला त त चलन थिएन नि त त्यस्तो त्यही हो बरु बर्थडेको दिन एक्स्ट्रा पैसा चाहिँ दिनुहुन्थ्यो होला होइन टिका सिका चाहिँ हुन्थ्यो होला टिका लगाएर यसो 20 रुपियाँ पैसा पाएको त्यति बेला त 5 रुपियाँ पैसा बिर्सियो नि त यत्रो बिर्स्यो तर केक चाहिँ काटेको चाहिँ थिएन है त्यो केक काटेर ह्याप्पी बर्थडे भन्ने त्यो अलिक पछि नै आएको ल हाम्रो चाहिँ केक आयो अरे अनि बहिनीले फोन गर्नुभयो त्यही भएर म केक लिनलाई बाहिर निक्लेको केक चाहिँ स्तुतिले अर्डर गरेको हो ल हेलो हाम्रो बहिनी केक लिएर आउनुभयो नमस्ते के को सरम ल यस्तो मिठो केक हामीलाई पाउनुहुन्छ थ्याङ्क यू सो मच बहिनी हो म केक हजुरबाट सिक्छु ल ल ल थ्याङ्क यू ल म क्युआरमा हालिदिन्छु है हस् ल हाम्रो केक आयो बहिनी भाइ हेलो हाम्रो बर्थडे बोय यहाँ हुनुहुन्छ पर्दैन अहिले सरप्राइज हो त्यो नानीको तर्फबाट केक हो नि त हजुरलाई वेटी छ त वेटी त हुन्छ नि केक आहा यो दुईटा आएछ खुसी लाग्यो हाम्रो केक घरको बहिनीले जहिले पनि हामीलाई आजकल केक चाहिँ वहीँबाट मगाउँछौँ होइन एकदमै मिठो घरैबाट पनि कस्तो एकदम राम्रो मिठो केक चाहिँ उहाँले हामीलाई प्रोभाइड गर्नुहुन्छ थ्याङ्क यू केक घर अहिले खोलेर हेर्छौँ एकछिनमा ल हाम्रो चिकन चिल्ली यहाँ बनेर रेडी भइसक्यो यो चाहिँ आज यो जाँतेको चाहिँ यो आज छोइला साँधेको यहाँ भटमास छ यहाँ चना छ यो चाहिँ चौचौ साँधेको सिम्पल स्टाइल ल केक स्तुतिको स्पेसल केक है ह्याप्पी बर्थडे बाबा लेखेको डल्लो चक्लेट हो चक्लेट गोल्ड र ब्ल्याकमा
अब बस्नुपर्ने हो बस्नै पर्यो होला नि अरू बस्दैन हुँदैन मेरो के बाउ छोराको आमामा म्याचिङ भयो मेरो के भन्छु हजुरले? 16 बर्थडे हो यो चाहिँ 16 बाट 17 गएको नर्भस पो हुँदो रहेछ नि। किन बेहुला जाँदा स्वयंबाट बसे जस्तो फिल आयो क्या हँ? बिचमा गइसक्यो किन त्यहाँ कहाँ? अलिकति बिचमा गएछ त अनि यता यसलाई अलिकति साह्रै छ ओके ल बर्थडे हामी ए, यति के अब जानु भेला झिकझिक भएको गरिदिनु छ। अनि गर्नु परिहाल्यो नि त स्टार्ट काम यो छ्या नाटकै बढी हो भगवान् ला होसेक पऱ्यो क्या फेरि जहिले त्यसै पर्छ नि होइन त्यो हुँदैछ। टाइम लाग्छ घोप्टाइछ नि अलिक Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Martha. Happy birthday to you. क्यान्डल ल Wish. यो गिफ्ट भाइलाई ल यसलाई होइन त्यो ऊ तल भयो ल ये ह्यापी बर्थडे अब केक काट्छ न। ऊ केक केक काट्यो काट्नु परेन। ये ल प्लेट खाइ त प्लेट यता एउटा निकाल्नु दियो त फेरिलाई ल निकाल्नु यहाँबाट जसले खुवाइदिने चाहने अनि मलाई खुवाइदिँदा हुन्छ आइएम रेडी दियो भने गिफ्ट दियो होइन टु इट गिफ्ट चाहिँदैन म यो डल्लो चाहिँ के हो भनेर एकदम एक्साइटेड त्यही एउटा डल्लो खुवाइदिउँ न हजुरलाई मलाई खाने चिज होइन ल ल फेरि ल बुवा आएछ हजुर आएछ। छोरालाई खुवाइदिने होला नि त खुवाइदिने अनि हजुर कति बजे जन्मेको ड्यास ड्यास ह्याप्पी बर्थडे थ्याङ्क यू कति बजे जन्मेको अरे बुवा हजुरको छोरा कति बजे जन्मिसेको अरे अँ ल भिनाजु खुवाइदिन्छु कस्तो मिठो रहेछ हौ केक त मेरो फेभरेट केक हो चक्लेट ट्रफल। केक केक घरबाट। फ्रम केक घर अरूकोबाट चाहिँ मलाई फेरि खासै चक्लेट ट्रफल मन पर्दैन केक घर। ए भिनाजु खुवाइछ ल दिजु गइछ मेरो पानी कहाँ बोकेर आउनु त पिपीको चाहिँ जुगाड हुन्छ क्या प्याकिङ। ए के हो त होइन होला हौ घरे पनि कुकुरको घाटमा त्यो त्यो सिङ्गा हौ चक्लेट हो कि होइन होइन होला हौ टोकिस त टोकिस त होइन ए होइन होला हो हौ बल हो कि के म खान्न अहिले ए के हो कि म पनि थाहा भएन मजाले। धेरै दियो भने केही फरक पर्दैन मलाई म त अब डाइटमा भएको भएर ह्याप्पी बर्थडे टु ए बर्थडेको दिन ल टन्न ल वाउ गिफ्ट पनि ए हो त नि हामी पनि यस्तो आउँथ्यो हामी पनि बसेर खिच्नुहुन्थ्यो नि ह्याप्पी बर्थडे मेनी मेनी ह्याप्पी पिपीले हेर्कट गरेको थ्याङ्क यू फ्रम गर्छु अब फ्रम टु उहिलेको जमानामा त्यस्तै त्यहाँ मेरो पनि गिफ्ट छ है यहाँ उसको पनि छ अरे थाहा छैन बगसको छ ल मेरो पनि छ त्यहाँ तर्फबाट गिफ्ट छैन होला हौ फेरि छ कि छैन भन्छ। धन्यवाद यस्तो दिन केक मेरो केक हो मेन त। धन्यवाद अब ल अरू कसैले खुवाइदिनु छ अब बाबु ए नानी अबे कस्तो ए, नुहाए। उनीहरूले खुवाउनु पर्यो भाइले खुवाउनु पर्यो ए ऊ त्यो चुच्चो ल धेरै भयो भने केही फरक पर्दैन है मलाई आइम रेडी मिठो छ अबि कस्तो मिठो छ मिठो छ किन त्यहाँको त मिठो हुन्छ नि ह्याप्पी बर्थडेमा अन्त गर्नुपर्छ त मिठो छ र मिठो छ यहाँ चाहिँ बसेर खुवाइदेऊ तिमी आउँदैन टाउकै आउँदैन ह्याप्पी बर्थडे त्यो गर्छु यसले त जहिले पनि यसरी खेलाउँछ भने कसरी खुलाउँछ अरे यसले धन्यवाद सबैलाई यसले कसरी खुलाउँछ अरे यसरी
सबैलाई धेरै धेरै धन्यवाद मेरो 16औं बर्थडे मनाइदिनु भएको अब 17 स्पेसल थ्याङ्क्स टु स्तुति अब उसले अब मनाइदियो 17 मा गए अलिकति म्याचोर्ड हुन्छु अब बुढापा बढेको एहसास भयो अलिकति म्याचोर्ड हुन्छु अब होइन अलिकति म्याचुर हुन्छ होइन I don't like Argentina. बिचारा हो। साइकल अनि कुदाउँछु कहिले गयो हौ फेरि अघि साइकल कुदाउँछु भनेर मलाई बोलाएको पैसा माग्नु यो त रहेछ। मलाई दिएको भन्दा नि स्तुतिलाई दिएको जस्तो भएन त्यही भएर मैले पैसा दिएको हो न? ल हजुरलाई गिफ्ट अरे लिसो न राम्ररी अन्त लिसो लिए त। दे दे Thank you. किन कहाँ तँलाई दिएको त ल थ्याङ्क यू उसले कस्तो बाबा खुसी भइसिन्छ भनेर दिएको अर्जेन्टिनाको यो खुसी भयो। किनभने हजुरले यसो भन्छ फेरि सुन्छ र यता फ्रान्स यता अर्जेन्टिना राख्नुपर्छ ल भने फेरि हेर्ने क्या हामी। अँ। फाइनल त पुग्दैन के उसले मलाई कस्तो सोचेर दिएको ल फ्रान्सको अर्जेन्टिना आयो गाइस हैन अर्जेन्टिनाको ड्रेस ल्या त्यो 300 वाला लुगा लगाएर म बस्छु ल ठिक छ कहिले हो फिनाले अब खै अझ हामी त चक्लेट भन्नु ठानेको थियौँ तर होइन यो पखालेर राख्नु सजाउने बल रहेछ पफवाला बल रहेछ कस्तो मजाले ए वाउ कस्तो राम्रो है हो यो सजाउनु काम लाग्छ काम लाग्छ कि यिनीहरूले मलाई बर्थडेको दिन झन्डै फसाले गाइस हैन यो त बल पाए उसको होइन पहिला बर्थडे पहिला नै चखाएको के हो कि होइन भनेर अनि मात्रै खाने हो ह्यापी बर्थडे छोरा 17 भएको थ्याङ्क यू फर बर्निङ मी बर्निङ मी बर्निङ मी थ्याङ्क यू फर बर्निङ मी थ्याङ्क यू फर यो भिना बर्निङ रे बर्निङ मी ह्यापी बर्थडे भिना दिदीलाई झेली दिसेकोमा भन्छ मलाई थोरै देऊ है थोरै त्यही त ल अब यतिकै खुवाइदिन्छु ल ल हो मलाई छ अब ल दिदी के हो जानी मान्दैन त तपाईँको त के हो फाल्नुहुन्छ कस्तो ल यो छोरोलाई ओ छोरो थ्याङ्क यू फर अर्जेन्टिना फ्ल्याग होइन अर्जेन्टिनाले कप जित्छ तैँले गलत मान्छेलाई दिस अर्जेन्टिनाको फ्यानलाई अर्जेन्टिना दिस होइन तैँले आफ्नो खुट्टामा कुलाडी मारिस् नानीहरू खाने खाने ल म यहाँ आगोमा यो हाम्रो बेटीलाई होइन ल हेप्पी बर्थडे बेटी अबे क्या दामी भएछ अरे हजुर हेर्नु त्यहाँ हेर्नु यसले राखेको अर्जेन्टिना र फ्रान्स रे भरे दुईजना गयो भने चाहिँ भाइ फ्रान्स जाँदैन मच्छर के भनेको हौ तिमीलाई नखाएर हुन्छ ल हेप्पी बर्थडे तिम्रो बुढा 17 वर्ष पुरा भएकोमा अघि 16 हिँड्थ्यो 16 पुरा भएकोमा केक मिठो छ हो एकदमै मिठो केक होइन केक मिठो छ एकदम केक घरबाट हामीले मगाएको मिठो छ हजुरहरूलाई पनि चाहिन्छ भने चाहिँ धरा केक घर गर्नुभयो भने चाहिँ केक धरानमा हुन्छ भने चाहिँ अनलाइन डेलिभरी पनि हुन्छ होम डेलिभरी हुन्छ धरानभरि एकदम मिठो फेरि बहिनीले आफै घरै बनाएको केक भएर एकदम ल हाम्रो चाहिँ केक खाने कार्यक्रम सक्यो होइन अनि हाम्रो चाहिँ अब यस्तै हो सेलिब्रेट चाहिँ फ्यामिली बसेर सानो तिनो अब चाहिँ हामी खाना खान्छौँ किनभने सबलाई भोक लागिसक्यो कति बजिसक्यो अब चाहिँ हाम्रो खाना खाने लुचौँ ए त अन्त ड्रिङ्क्सै बनाएको छैन छ हौ स्तुतिको मोहितो त फेरि फेमस छ हाम्रो यसले बनाउँदै गर्छ हामी टेबल लाउनु पर्यो। टेबल लाउँदै यहाँ गर्दै गरौँ न हामी यहाँ गर्दै ल यो चाहिँ चिकन चिल्ली चना खाने न चना धेरै के भयो मस्त ल चियर्स चियर्स ल हेप्पी बर्थडे टु बी हेप्पी बर्थडे टु बी खान्छौ बर्थडेको भोज है
आज घसितो नयाँ लेबरमा मैले हालेको story हेर्छ न? खाने के आउँछ मैले हेरेँ भइहाल्यो चिकन चिल्ली होइन के हालेछ अनि भात छ माम देउरेलाई अलिकति माम त्यो होइन अनि बर्थडे बोयलाई कस्तो लाग्यो बर्थडे वाला बबा लागिरहेको बाबु चाउ अनि बुढाको बर्थडे खाँदाखेरि कस्तो फिल भइरहेको रमाइलो फिल भयो रेस्टुरेन्टमा आएर खाने बुढाको बर्थडेमा के को बुढी फिल हुन्छ हौ बुढा बुढी फेरि तँलाई चाहिँ बाउको बर्थडे खाँदाखेरि कस्तो फिल भइरहेको छोरी फिल म पनि अलिकति बुढी भएछु भन्ने फिल भयो म चाहिँ बुढी हो तेरो पनि एज बढ्दैन त बढ्दैन बुवा अनि तपाईँलाई कस्तो फिल भइरहेछ बर्थडे पानी खानु बाउ जस्तो फिल भइरहेको छ मिठो नमिठो के खाइस भयो पाएन कटु हरायो सुन्यौ मैले मैले पनि सुन्यो पेट बनाउँछ